ल गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी चाहिँ ग्वारी सानीमाकोमा तल्लो ग्वारी जाँदैछौँ गाइज। अघि भर्खर हिँड्यो चाहिँ अलिअलि हिँड्दैछौँ, चियासिया खाएर हिँडेको, सट्ट खाना उही पुग्ने अरे देख्न सक्नुहुन्छ। बाटो ठ्याक्क चाहिँ आज चाहिँ मोटर बाटो गएर चाहिँ सबै यताबाट चाहिँ जाँदो रहेछ बाटो चाहिँ होइन। त्यही हो गाइज, सट्ट यताबाट चाहिँ बाटो जान्छ, ट्याक्क जाँदैछौँ गाइज। अरू भन्नुहोस् विपिन सर, कस्तो लागिरह? ठिकै छ। अब नयाँ ठाउँ भिजिट गरिरहेछौँ। हजुर, अब लगभग गुल्मीको आधा जिल्ला, आधा ठाउँ घुम्यो। हजुर रमाइलो छ हाम्रो टुरिस्ट गाइड। हजुर, हजुरले देखाउनु भएको छ आफ्नो जन्मघर, हजुर, जन्म ठाउँ, जन्म जिल्ला। हजुर। जोस् अर्को पालि मैले नि आफ्नो जन्मघर देखाउने छु। हजुर, कस्तो लागिरहेको छ तपाईँलाई? अहिले रमाइलो छ, रमाइलो लागेको छ नि। आउँ हिँड्नु छ, हिँडी त्यो त अब कर्म हो, अब हिँड्नु त हिँड्नै पर्छ जसो तसो, त्यो त लेखाइयो। हजुर, तर रमाइलो छ जिन्दगी। हजुर, यस्तै छ, घुम्नुपर्छ, भ्रमण गर्नुपर्छ। आफ्नो बा पुर्खाहरू जन्मिएको ठाउँ जिम्माल भनेपछि हजुर, सात गाउँ चिन्ने हजुर हो हाम्रो हजुरबा। हजुर, हजुरबाको गाउँ यसो हेर्नुपर्छ, घुमघाम गर्नुपर्छ, हजुर, पुर्खाले चिन्न पर्छ। हजुर, हाम्रा जस्तो यो नयाँ युवाले यो ठाउँहरू नातापाता सबै आफ्ना कुल गरानहरू चिन्न पर्छ। हजुर, त्यही हो। त्यही भएर हामीले नि यसो यो भिडियो मार्फत मेमोरी मात्रै गराउने हो, जस्तो कसैलाई देखाउनलाई, कसैलाई केही गर्नलाई होइन। आफ्नो जता पनि अब जस्तै गरेर दाइकोमा राखे दाइले मात्रै हेर्न पाउनु। अब मैले राखे पनि मैले मात्रै हेर्न पाएँ, तर युट्युबमा राखेपछि सबै जहाँ भएका पनि मान्छेले आफ्ना गाउँघर हेर्न पाए। अब हाम्रो हजुरआमाहरू हेर्न पाउनु भयो, जसरी नै हेर्न पाइयो नि त। रमाइलो अब छुट्टै। हजुर। ल गाइज, हामी चाहिँ हिँड्दै यहाँ आइएको छ, बोर्ड रहेछ। देउराली टोल विकास सङ्घ हार्दिक स्वागत गर्दछु। ग्वारी झर्ने चाहिँ यता माथिबाट होइन, तलबाट झर्ने रहेछ। ट्याक्क झर्दैछौँ गाइज। त्यही गाइज, पोल्ट्री फार्म रहेछ।
हेलो गाइज, हामी चाहिँ फाइनली चाहिँ सानीमाका पुगेको छ तल्लो गरी ठ्याक्क होइन। कस्तो रमाइलो बाटोको यात्रा कस्तो कठिन थियो लास्टै थकेला थकेला आयो उसलाई गाइज। जाने बेला कस्तो हुने देख्न सक्नुहुन्छ गाइज होइन, ठ्याक्क आइयो खाना लाग्ने बेला खाना खाने बेला भयो। उहाँ चाहिँ हाम्रो सानीमा हो गाइज। हेलो 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 गाइज होइन, यो गाइज ठ्याक्क ल गाइज। यही हाम्रो सानीमाको घर हो गाइज, तल्ला गरी देख्न सक्नुहुन्छ। गर्मी गर्मी जस्तो जस्तो शीतल शीतल जस्तो पनि रहेछ, ठिकठाकै रहेछ। नमस्ते बुवा।